काठमाडौँमा कक्षा 7 मा अध्ययनरत एक छात्रालाई आफ्नै बुवा र बुवाका भतिजले सानैदेखि पटक पटक यौन दुर्व्यवहार गरेको घटना जब काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उनको टिमले थाहा पायो, ती बालिकालाई तत्कालै उद्धार गर्यो। खासमा यो घटना महानगरपालिकाको वडा नम्बर 4 अन्तर्गत पर्ने एक विद्यालयको हो। ती बालिकाले यो घटनाका विषयमा साथी र शिक्षिकालाई बताएकी थिइन्। यो विषय महानगर बाल अधिकार समितिमा पुग्यो। त्यसपछि बाल उद्धार कार्यदलले घटनाको अध्ययन गरेर बालिका जोखिममा रहेको निष्कर्ष निकाल्दै उद्धार गरेको थियो। सोही घटनामा ती आमाले आफ्नी छोरीलाई महानगरले विद्यालयबाटै नियन्त्रणमा लिई बन्दी बनाएको आरोप लगाएर रिट दायर गरेकी थिइन्। बालिकाको काठमाडौँ महानगरपालिकाले उद्धार गरेको महानगरको काम ठीक भएको भन्दै ती बालिकालाई जैविक आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको भन्दै उच्च अदालत पाटनले फैसला गरेको छ। महानगरपालिका महानगर बाल अधिकार समितिले समयमा आपतकालीन उद्धार गरेकै कारण ती बालिकाले पुनर्जीवन पाएकी हुन्।